Welcome back to my channel. So today is Thursday ho. Sabai dokan band cha yo mall ko but lazy pani khali khulla cha because lazy pani ko Thursday pani kaile पनि हुँदैन किनभने कामै काम हुन्छ गाइस हो. लुकाको भण्डार देख्न सक्नुहुन्छ. So आज चाहिँ मैले दुई चल्ची बाटेको केसले आउँदै होला नि त त्यो. So अन्त दुईटा कपाल पानी राख्छु हैन गाइस. अब यसको रियाक्सन हेर्नु पर्छ के भन्छ हेरेर. हेर्नुस् ल. टक्कै यो राख्दै त भाइ. चाहिँ टक्क काम हुन्छ नि त मेरो हैन गाइस. तर्से पिची दिदी हेर्नुस् न म ट्युसनबाट आएको. मेरो भयो के भयो तर यहाँ भन्नु हुँदैन ल. खै एकछिन हट त हौ. हेर न म ट्युसन गएर आएको बोर्डिङ स्कुल पढ्दैछु नि त. नमस्ते नमस्ते यस्तो गर्नुस् न. तँले बेस्तो गरेर आशीर्वाद दिनु पर्यो त है. म यसो कस्तो गर्छु नि अन्त. के भइदिएको गाइस एकछिनमा भेटौँ. भन्न यदि राम्रै देखिरहेको छ ल गाइस कमेन्ट डाउन. भर्खर त्यो बस्तीबाट कोताले अब बस्तीको मान्छेले तँलाई यहाँ कमेन्ट गर्छ. अब सरी है मैले त्यस्तो भनेको होइन तर त्यो जुन चाहिँ त्यो जसले ड्रेसअप गर्न जान्छ त्यो केटीहरूलाई पनि कस्तो देखा लगाइदिने एकपल्ट. लु ला लिटरली लु यहाँ त लु कहाँ गएको बानी आफूलाई सोध्नु मन पर्यो. राम्रो देखिरहेको छ है. घन्टा कस्तो नसुहाइदिएको यस्तो जिन्सहरूले त भत्तुनी न अब पारी त्यो डाँडामा आएर भाइ पारी त्यो डाँडामा भनेर जस्तो देख्यो त्यहाँले. यो राख्न भाइ. पकिन उले उ लग्यो मेरो हातबाटै फसाइदिएर. त्यसको चाहिँ कुन चाहिँ थियो यो ह्याङ्गर यसको गाइस तिमीहरूलाई गाइस अब तपाईहरुलाई गाइस नभन्नु के भन्नु अन्त गाइस भन्नुपर्छ. साथी हो भन्दै यो साथी हो हैन अब आज बाटमान है जस्तो के होस् गइदिएको हामी चाहिँ डान्स हेर्छु भन्दै थियो त फेरि. डान्स चाहिँ अब त्यो कुन अहिले गर्दैन नि त. यस्तो बोकेर आउन देखाइहाल्छु. फेरि फेरि अहिले चाहिँ हामी यहाँ उसको कपाल काटेको थियो तमायामा हो. हेयर कट हेर्नुहोस् होला फर्किदिनुहोस् उता त हल्का 360 हेयर कट. यहाँ चाहिँ हामी दाहरूको दोकानमा आलु र उयो खाना राख्छौँ कफी. मेरो होइन तेरो हो. मेरो त आलु हो. आलु र चिज बल अलवेज कागजमा हालिदिनु. समय भुजाम दिने माला भुजाम एउटा. यहाँ हो गाइस. यो चाहिँ लोकेसन चाहिँ बिग बजारको ब्याक साइडबाट सिधा आएर चाहिँ टक्क यहाँनिर आउनुहोस् होला हो. आलु मोमो र कफी खानु चाहिँ यहाँ दाकोमा चाहिँ फेरि तगडा पाइदिन्छ नि. ए अन्तखेरि आइब्रो पनि गरेको थियो कि हेर्नु न गाइस रातै भइरहेको छ. अब चाहिँ अब के गर्नु लम्बुदालाई पैसै चढाउनु आइदियो काजुम होइन. ब्याट्री चेन्ज गर्नुपर्ने हो. अस्ति चार्ज गरेको भएन अब चलेन के गर्नु हाल्नै पर्यो होइन पार्टनर. कति हजार चाहिँ यहाँ मैले लम्बुदालाई दिइसकेँ होला. लम्बुदा धनी भइदिइसक्यो अब बेसी धनी भएर लम्बुदाको त पैसामा ढुडी पलाउँदैछ अरे अन्त आजकल है. कति टाइम लाग्छ अरे 1000 खालि अरे ब्याट्री गाई सबको स्कुटीको यहाँ आउनु होला. भ्लग हेर्नेहरूले सबैजना यहाँ आउनु अरे हो. यहाँ रिन्स एन्ड भ्लग्स भन्ने बित्तिकै 1000 खालि होइन लम्बुदा हो कि न भनिदिनु त. ए ब्लगमै खालि भन्दैछ है फेरि अर्को पार्टनरले. अस्ति पार्टनरले उयो गर्दैछ नि हौ नाफा खाइदिएछ नि. 200 रुपियाँ नाफा खाइदिएछ लम्बुदा तपाईँ उता गएको बेलामा. अन्त यसो भ्लगरहरूलाई त झन् दिनु पर्दैन के हो फ्रीमा. यस्तो प्रमोट गरिदिन्छु म यो ग्यारेजको. भक्तेको स्कुटी छ त साँच्ची भन्दा है. डल्लै खोल्नुपर्छ. ए अगाडि त हुन्छ ब्याट्री नि. मलाई याद छ पार्टनर. म त यहाँ पो सोचिरहेको छु मोबिलहरू जस्तै.
Yes. Hi. मेरो लभर हो नि फेरि यहाँ चाहिँ हेलो भन्दियो न अन्त Don't you want me like I want you ओके आज त गीतहरु पनि छैन त बक्सहरु पनि बेच्दै के हो बाइक सँगसँगै लम्बुदाले त ए तिम्रो पार्टनरको बाइक हेर त्यो देखाइदिसक्यो भ्लगमा अस्ति छक्का पर्दै थियो लम्बुदाले त फेरि बाइक बनाउँदै बेच्दिन्छ कि म त बक्स पनि बेच्दैछ भनेको आज गीतै बजेको छैन भन्छु नि अब यो ब्याट्री म घरै लान्छु ल तिमीले फेरि खाइदिन्छ होला नि त बेचेर यही छोडिराख्नु पर्छ अलिक सस्तो नयाँ ब्याट्रीको सस्तो पाउँछ नि त यसको अब कति लम्बुदा 500 दसैँ आउनु आँटेको छ कि दसैँमा टिका लगाएर दिन्छु ल पैसा चाहिँ खानुको लागि पैसा छैन टिका लगाएर भोकै छौ पार्टनर तिमी एक साल बाद लगाइदियो त पार्टनर साह्रै दुःख पखायो त्यस्तो साह्रो त नभन न लु गाइज प्लिज तिम्रै पार्टनर त भोकै रहेछ उ खानु नपाएको जस्तो भइरहेको छ त्यसलाई भन त उ जे त खानु नपाएको जस्तो भइरहेको छ नखाइछौ तिमीले खाएको छु ल क्राक बोलाइदिन्छु म त ब्याट्री चाहिँ नयाँ हालिदिइरहेछ हो खै पुरानो ब्याट्री चाहिँ योले चाहिँ हेभी धोका दिए यो ब्याट्रीले चाहिँ खत्तम रहेछ गाइस यो चाहिँ तिमीले त्यो अर्कै निकाल्यो जस्तो लाग्यो बाइकको अब कहाँ राख्यो मेरो ब्याट्री देख्यो चोरिहाल्यो गाइसी यहाँको यहीँ त यसो गरिदिन्छ हो हरायो लुका पनि सकेछ भित्र हेर अम्मो कहाँ लुकायो एकैछिनमा लु गाइस हैन यो ब्याट्री चाहिँ अर्कै हालिदिएको छ हैन तर यहाँ यो स्कुटीमा मेरो केही खराबी आयो भने चाहिँ फ्रीमा बनाइदिन्छ अब चाहिँ लाग्छ फ्रेम लगाएर लगाइदेऊ न दाजु औ वसल लगाएर यो ब्याट्रीले गर्दा हैन के भएछ भने चाहिँ फेरि फ्रीमा बनाइदिन्छौ नि लाइफ टाइम सर्भिसिङ गरिदिन्छौ नि यो स्कुटी चाहिँ कति हो वारेन्टी लम्बुदा कति हो वारेन्टी 1000 3 वर्ष 2 वर्षमा ब्याट्री डाउन भइदियो भने चाहिँ फेरि फ्रीमा फेरिदिन्छ ओ लम्बुदा यसलाई खेद्यो त कामबाट निकालिदिन्छ इरी लाग्दो बोलेको गरिदिन्छ आजकल गाइस उसको हातबाट नबनाउने पुरा बाटे भएको छ ऊ यहाँ जबरजस्ती ब्याट्री अटाउने प्रयासमा छ सबैजना त्यस्तो भइहाल्छ नि नयाँ ब्याट्री किन अन्त स्टार्ट डल्लै हुन्छ नि नहुनु पनि त सक्छ अब हुन्छ किन हुँदैन होइन निकाल्दैछ होइन डेट किन कसरी हुन्छ डेट ल गाइस मेरो स्कुटीमा चाहिँ अब यहाँ जबरजस्ती हलाइहरू हुँदैछ हो के भइदिएछ भने चाहिँ यहाँ छ नि फेरि जनताहरू प्रुफ गाइस केही भइहाल्यो 10 को नोट बल्टु किन आउनुहोस् त तपाईँ 10 रुपियाँको होइन 10 को नोट लामो नोट त्यो त अब तपाईँहरूले किनिदिनु पर्यो नि यहाँ यत्रोको पैसा दिएपछि त नट सर्टहरू त अब होइन म त कहाँ दिन्छु काम गर्ने त यस्तो छ नि त उ गाइस अल्छी अब जाने त अल्छी मान्छ किन भक्तिले यस्तो काटेको छ क्या अन्त यो स्कुटीमा पनि यही ब्याट्री लाग्दैछ त अन्त सेम यो सेम लाग्यो त अन्त एमा किन हाँसेको ह्याप्पीडेन्ट खाएर आइस कि दाँत देखाइदिँदै रहेछ कहाँ हो मेरो अर्कै रहेछ कि तर यहाँ जबरजस्ती हालिदिँदैछ अब दुईजनाले
भरे अबुको बाइकलाई पनि जित्दिएको यो ब्याट्रीले बेसी स्पिड कुद्दैन ए भाइ त कतिवटा भ्लगमा आइसक्यो तपाईँ पो फर्स्ट टाइम आएको त अब ए लु यहाँ सिङ्गल छ अरे है लु कमेन्ट पनि गर्नु पर्दैन यो ग्यारेज आउनु न सिधै देखिहाल्छ ला 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 भन्दै होइन सिधै पदम जस्तै अब केटी चाहिँ हुनु पर्यो बुढा मरेको भए पनि चल्छ सिङ्गल हो लु यहाँ पनि सिङ्गल छ म त अलिकति इङ्ग्लिसमा छु कि ल्या डर लागिहाल्यो कतै अहिले नयाँ चिकुले फेरि है होइन भ्लगमा देख्दै भने सिङ्गल भनेको रड्डी हुन्छ भनेर चाहिँ स्पिडी भनिदिइहाल्यो नि छ है मेरो चाहिँ भनेर हाम्रो लम्बुदा पनि सिङ्गल छ है गर्दै भन्नु नि गरिदिनु पर्यो फेरि हो लम्बुदाकोमा त पैसा पुरा छ नि फेरि गाइस यो ग्यारेजको पेपर त त्यही केटीको नाममा गराइदिन्छ अरे अन्त जतिवटा बाइक बनाउँछ 5वटा बाइकको पैसा तिमीलाई अरे कुन चाहिँमा चढ्छौ है बजार जाँदा अर्कै रासिन लिनु जाँदा अर्कै माछा किन्नु जाँदा अर्कै आमा यहाँ चाहिँ सिरियस छ गाइस याद छ पार्टनर तिमीले बुढीलाई हेप्ने रहेछौ नि तिम्रो बुढी आमलाई हेब्बी ठुलो रहेछ कसम भनिदिएको बुढीको बी पनि देखेको छैन गर्लफ्रेन्डको जी देख्दैछ होला नि त बुढीको बी नदेखे यहाँ भ्लगमा अब कहाँ म यहाँ मिलाइदिनु भ्लगमै सिधै उसलाई ए सुधा बाट्दैछ नि त बुढीलाई कुटेर फेरि उता अलिक चङ्के छ नि त अर्को पार्टनर त छ अरे ऊ पार्टनरको अस्ति साथी.com डाउनलोड गरेको थियो सिधै सुगर मम्मीहरू बुढा मरेको त दिनुपर्छ त उसलाई अन्त अब सबै केयर गर्नु पर्यो नि अन्त सबै होइन त्यो त एक्सपिरियन्स हुन्छ नि त केयर गरिसकेको कसै थियो पार्टनरले काम चाहिँ राम्रो गर्दैछ तर मलाई त छैन मलाई त स्कुटी त यस्तो फोकसले बनाउँछ गाइस केटीलाई त झन् कस्तो फोकस दिन्छ केटीलाई तर हाम्रो पार्टनरले अस्ति मलाई भनेको छ नि म कसलाई भन्दिनँ तर मेरो छ नि उता केटी भनेर भनेको छ मलाई 1500को बदली 3000 पाउनुपर्छ नि मैले फेरि रिटर्न चाहिँ किनभने टाइम वेस्ट भयो नि त मेरो यहाँ त्यही त कति कमाइसक्थे मैले समय बर्बाद भनेको पैसा बर्बाद हो थाहा छ तिमीलाई पार्टनर डराएको नि हौ भिया आयो भने फर्काउनु भनेर कहाँ लजाउँछ पार्टनर त्यही त लजाइदिएको भनेपछि
ड्युक किन्न आँटेको छ गाला फ्ल्याट्टै बनायो हामी स्कुटीमै त सर्नु पर्यो नि 12,000 को गाला महँगो छ नि फेरि पार्टनरको गाला चाहिँ कान गेट वान जस्तै छ सेम छ त हो यो चाहिँ नयाँ रहेछ यो चाहिँ पुरानो भएछ कि यो चाहिँ उयो चिज नि यस्तो हो कि दा यो चाहिँ लस्ट एन्ड फाउन्ड जुत्ता हो नामै हराएर चाहिँ पाएको त्यही कारण यस्तै हुन्छ किन्दा हो त होइन म त बाई वन गेट वान जस्तो लाग्यो त तपाईँको चप्पल भन्दा चाहिँ महँगो है मेरो चाहिँ तपाईँको चप्पल चाहिँ आउँछ 10वटा जति कहाँ यो अनलाइनको हो फेरि अनलाइनै भयो नि त सस्तै हो नि त अनलाइनमा त झन् सस्तो पाउँछ आजकल 200 रुपियाँको चप्पलमा मेरो त फेरि यो महँगो जुत्ता हो कि गु देख्ने बित्तिकै उड्दिन्छ नि फेरि यसरी अन्त भानिस हो ममताको फेरि गाइस आजको भ्लग चाहिँ त्यति नै भयो होइन र यहाँ गाइस मेरो चाहिँ 9K पुग्नु 20 जना छ सायद आज बेलुकासम्म यो भ्लग हालिसक्दा त पुग्छ पनि होला भोलि बिहान उठेर आँखा खोल्दा त 9K भइदिइरहेको हुन्छ होला होइन गाइस थ्याङ्क यू सो मच फर इमेन्स लभ होइन यसरी माया देखाइदिँदै गर्नुहोस् यसरी भ्लग ब्याक टु ब्याक आउँछ होइन अन्त यहाँ गाइस आजको कन्टेन्ट चाहिँ यति नै हुन्छ होला भोलि भेटौँ टिल देन बाबाजी का ठुल्लु त भन्नु भएन टिल देन गुड नाइट स्विट ड्रिम्स होइन लभ यु अल